सामुएल हाँ रियान फिल्म हेर्न जाउँ सबै केटाहरू गइसक्यो जाउँ फिल्म हेर्न दामी फिल्म भर्खरै चलिरहेको रिसेन्टली जाउँ के भनेको हाँ जाउँ हिजो भर्खरै रिलिज भएको फिल्म हो दामी छ जाउँ बस्ला आइज ल ल नै म त जान्न त जा म त प्रार्थना गर्न लागेको बाइबल पढ्न लागेको है अरे यार कति वचन कति प्रार्थना भनेको कहिलेकाहीँ लाइफ पनि इन्जोय गर्न कस्तो राम्रो फिल्म चलिरहेछ जाउँ जाउँ बस्ला आइज रमाइलो हुन्छ साथीभाइहरूसँग इन्जोय गर्न नराम्रो त होइन तर आजभोलि एउटा कुरा बुझ्दैछु रिहान परमेश्वरसँगको रिलेसन विक भयो भने मनभित्र अशान्ति हुँदो रहेछ यार मनभित्रको शान्ति नै हराउँदो रहेछ रिहान तर यति धेरै सिरियस हुन पर्छ र हेर रिहान जसरी शरीरलाई शक्ति दिन भोजन चाहिन्छ त्यस्तै आत्मालाई नि परमेश्वरको वचन चाहिन्छ मती 6 33 भन्छ पहिले परमेश्वरको राज्य र उहाँको धार्मिकतालाई खोज त यस्तो चेन्ज कहिलेदेखि भइस सामेल पहिले म पनि खाली रमाइलो गर्ने हिँड्ने डुल्ने फिल्म हेर्ने गर्थेँ तर पनि त्यो मनमा आनन्द फिलै हुँदैन थियो केही न केही कुराको कमी महसुस भइरहन्थ्यो जब सबैभन्दा पहिले मैले परमेश्वरलाई स्थान दिएँ बाइबल पढ्न थालेँ प्रार्थना गर्न थालेँ बाँकी सबै कुरा उहाँले पुर्याइदिनु भयो मेरो मन पनि शान्त भयो होस् आज म पनि जान्न त ल म पनि तिमीसँगै प्रार्थना गर्छु जाउँ भित्र आऊ यहाँ बस आज संसारले हाम्रो मनलाई क्षणिक खुसीहरूमा तान्न खोज्छ तर साँचो शान्ति संसारमा होइन परमेश्वरको उपस्थितिमा पाइन्छ त्यसैले आफ्नो हृदयलाई क्षणिक कुराहरूमा होइन अनन्त जीवन दिने प्रभुतर्फ लगाऊ किनकि संसारको खुसी केही समय रहन्छ तर प्रभुसँगको रिलेसनसिप अनन्तसम्म रहन्छ कलसी 3:2 भन्दछ माथिका कुराहरूमा मन लगाऊ पृथ्वीका कुराहरूमा होइन